कुरोको समय भएको त्यसरी आमाको स्वास्थ्य पनि अलिकति ठिक होस्, एकदमै खोट भन्ने हुँदैन, पाप रहित हुन्छ, त्यस्तै तपाईँ हामीले पनि प्रभुले खोज्नुहुन्छ। एकजनालाई हामीले पढिसकेको छौँ, प्रभुलाई क्वेसन राख्ने थिएन हामीले, परमेश्वरको राज्य भन्ने कुरो मलाई थाहा थिएन त्यसै समयमा। परमेश्वरको राज्य चाहिँ कस्तो हुन्छ प्रभु भनेर सोच्दाखेरि उहाँले उदाहरण दिएर बालक अगाडि ल्याएर यो नानीलाई देख्छौँ, यो नानी कस्तो छ होइन, उदाहरण दिएर यो नानीको परिचय दिएर अनि उहाँले भन्नुभयो, म तिमीलाई भन्दछु यो नानी जस्तै तिमीहरूको हृदय पनि परिवर्तन भएर नानी जस्तै भएन भने स्वर्गको राज्यमा प्रवेश गर्नु छ भन्ने कुरा यहाँ प्रभु यीशुले आफ्नो सेना अनि हाम्रो जीवनलाई चाहिँ परमेश्वरको राज्यमा तुलना गरिएको कुरा आउँछ र हाम्रो जीवन चाहिँ त्यस्तो हो। उहाँलाई नामको रूपमा आफ्नो सबैभन्दा प्यारो पुत्र दिनुभएको छ र जुन चाहिँ उहाँको र बहिनीको जीवनबाट बनाएको छ, त्यसै सन्दर्भमा हामी सबैले पढौँ व्यवस्था 6को यो चाहिँ प्रतिज्ञा गरिएको छ है त। हुन्छ, म सुरु गर्दैछु, हजुरहरूले मेरो पछि भनिदिनु होला। हामी चाहिँ परमेश्वरको उपस्थितिमा छौँ, मण्डलीको अगाडि छौँ, हुन्छ, किनभने परमेश्वरको अगाडि कुनै कुरो ठट्टा बुझेको छ। ल सुरु गर्दैछौँ है त। परमेश्वरले दिनुभएको यो बच्चालाई परमेश्वरको वचन र असल नैतिक शिक्षामा उसलाई भने नानीलाई आत्मिक, शारीरिक, भौतिक तथा नैतिक जीवनमा हुर्काउन हाम्रो कर्तव्य हुनेछ। मैले भने आत्मिक, शारीरिक, भौतिक र नैतिक। आत्मिक अवश्य नै उहाँहरूले सोच्नुहुन्छ। धन्यवाद दिन्छ। अनि विशेष गरेर हामीले अगाडिबाट मलाई चाहिँ अलिक सूचना बताइदिनु पऱ्यो। मलाई चाहिँ यता पहिली हामी इसाईहरूभन्दा अगाडि आमा कृष्ण भनेर बोलाउनुहुन्छ र त्यसरी नानीलाई बुझेर अहिले पनि कृष्ण बोलाउनुहुन्छ र तर पछिबाट चाहिँ मलाई हाम्रा पास्टरहरू उहाँहरूले पनि जुन परिवर्तन गर्नुपर्छ भनेर भन्नुहुन्छ। तर के नाम राख्ने भन्ने कुराको खासै कुरो भएन, कुराकानी त्यसको भएन। त्यस कारणले गर्दा अन्तिममा उहाँ आमाले नै मेरो आमा बुवाले नै अब्राहम भन्नुपर्छ भनेर भन्नुभयो।
नाम चाहिँ